ल अब चाहिँ लाग्यौँ हामी चाहिँ आजको लागि। अब माथि जाँदैछ मेरो साथी भनौँ भाइ भनौँ मार्कस दा इन द ट्र्याक। यस मार्कस। लामकानेमा हामी हिँड्दैछौँ टङलङ टङलङ यस्तो बोकेरै टङलङ। ए अब त्यहाँ माथि हेर्नुहोस् है तपाईँले, टक्कै हेर्नुहोस् त्यहाँ माथि। इजी छैन है। दिने अगस्त पानी बनाइ हुँदैछ है। दस साह्रो छ है जङ्गलमा पानी बनाइ हुँदैछ। धन्न गोठ छ, गोठले गर्दाखेरि अलिक दामी बनाएछ। नभए चाहिँ साह्रो छ है पानी बनाउनु चाहिँ जङ्गलमा छ। जङ्गलमा आज चाहिँ यहाँ हुन्छ है। आज चाहिँ माइजी कसै गर्छ यहाँ। यहाँ मेरो दाजु छ, एक्लै छैन, दाजु छ, एकजना दाजु सुतिरहेको छ। यता मेरो साथी बनबोस हुँदैछ यहाँ चाहिँ। यिनीहरूलाई त यस्तो खाएर यस्तो मारेर खाएर बानी भइसक्यो होला कि हामी त अब होइन के छ त्यस्तो जङ्गली छैन माइला भाइ। यता मेरो लरुज भाइ। हेलो गुड मर्निङ एभ्री वान है। आज चाहिँ हामी चाहिँ आएको अस्ति 23 तारिक दिन आएको। हामी चाहिँ 26 जनवरीको लागि पिकनिक खेल्नु। यो जग्गामा चाहिँ हाइकिङ गर्दै 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 आएको। जग्गा हेर्नुहोस्, तपाईँलाई म जग्गा देखाउने छु। हेर्नुहोस् जग्गा, जग्गा हेर्नुहोस्, जग्गा दामी छ है। सबैजना आएर सो घुमेर जाँदा हुन्छ। यहाँ बस्दा हुन्छ। हामी यहाँ बसेको छ होइन, टक्कै हामी यहाँ अर्काकोटमा भरे। अब हामी आज जाँदैछ, दुईजना भाइ आएको छ, उनीहरू बस्छ, सफा गरेर जान्छ। र
अनि हाम्रो केटाहरू यहाँ छ 2-3 जना के गर्दैछ भने आयो चाहिँ अब यहाँ चाहिँ आगो तापेको थियो हिजो हामी। अब चाहिँ यहाँ केटाहरू छ हाम्रो कुचुकुडाहरू भनेपछि नि छ लौरेन्स छ माइना भाइ यहाँ चाहिँ अब What's up, guys? खाना पाक्दैछ हाम्रो भाइले पकाउँदैछ होइन। Welcome to Hood. Welcome to jungle. What's up, my gang? Welcome to Hood. Chicken and rice. मार्किस त अलिक टेन्सन भयो बिचरा कुकुर अलिक कता कता गएछ टेन्सन भयो। यहाँ सुताइ चाहिँ यहाँ भएको छ है केटाहरूको बेडरुम भन्दा चाहिँ बेडरुम केटाहरूको दामी छ जग्गा मजाको। अर्काले बनाइराख्दै भयो भने मजाले बस्यो मजाले खायो। अब आज चाहिँ ब्याक हुँदैछ हाम्रो 2जना भाइ चाहिँ बस्छ आज मैला भएर उता भाइ बस्छ Republic Day मा त्यति दिनु पऱ्यो। खाना चाहिँ दामी पकाउँछ मेरो भाइले पनि खाना चाहिँ एकदम दामी पकाउँछ। अहिले भात खाए चाहिँ ओह्रालो लागिन्छ घर लागिन्छ अन्त सिस्नु खोजिन्छ सिस्नु खाइन्छ सानो हुन्छ आज घरमा पनि काम कम्ती छैन हुँदैछ। कस्तो नाबालिकन कुदेको अन्त पटेको चाहिँ What the fuck, man? पुरा भयो नि भाइ लिएको कि लिएको निकै भयो कि ओसेको भाइ। र अब चाहिँ हामी फर्किँदैछ है। फर्केर आयो भने के तल झरिसक्यो आधी बाटो पुगिसक्यो। हामी चाहिँ अब 26 को पिकनिक पनि सक्यो। आज चाहिँ हामी फर्किँदैछ है। यहाँ हेर्नुहोस् सामानहरू यहाँ छ सिस्नु खोज्दै खोज्दै यहाँ छ मेरो ब्याडिङ होइन यहाँ छ मेरो मार्किस दा चाहिँ पब्जीको त खतरा है पब्जीको खतरा खेल्छ है सामान फर्किँदैछ अब चाहिँ हामी फर्किँदैछ मार्किस उतालाई पुगिसक्यो दोस्त साथी म यहाँ छु फर्किँदैछ हामी 2जना उहाँलाई पिलो गर्दै थाकेर हत्तु भए हत्तु 26 जनवरी ला तपाईँलाई 26 जनवरीको मेरो तर्फबाट हार्दिक शुभकामना। हामी चाहिँ फर्किँदैछ है। जङ्गल हिँड्नु चाहिँ साह्रो छैन है सजिलो चाहिँ छैन है जङ्गल हिँड्नु साह्रो छ साह्रो जङ्गल हिँड्नु चाहिँ यता हिँडेछ खर्का हुँदैछ खर्का हुँदैछ एक दुईवटा रिल्स बनाइदिएँ जङ्गलमा फर्किदिएँ त्यहाँदेखि चाहिँ ल है गाइस भेट्दै गरौँ। थ्याङ्क यू फर वाचिङ है। ल भिडियोलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस्